हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु आवर युट्युब च्यानल। मेरो स्वर चाहिँ एकदम धेरै बसिरहेछ है। आज चाहिँ मेरो चाहिँ बिहान मैले किन भिडियो स्टार्ट गरेँ भन्दाखेरि आज चाहिँ मेरो 1 महिना व्रत बसेको थिएँ नि त। सो साङ्गे छ अनि म भर्खर 4 बजी उठेर नुहाइ धुवाइ गरेर भ्याइसकेँ है। हाम्रो चाहिँ यहाँ अब आज साङ्गे सकिन्छ, पूजा गरौँ भनौँ न। अनि नुहाइ धुवाइ गरेँ। आज चाहिँ म दिनभरिको भिडियोहरू अपडेट गर्नेछु। अनि 1 महिना व्रत बसेर आज साङ्गे गर्नु पर्दाखेरि खुसी पनि लागिरहेछ। तर 1 महिनाको व्रत थन्काउनु पर्दा भोलि जस्तो नि अब भनिँदैन नि त, पर्दा दुःखी पनि लागिरहेछ। मैले मेहन्दी पनि लाछु, हेर्नु न, यहाँनिर शिव महादेव लेखेको छु है। मेहन्दी पनि लगाइरहेको छु। घरमा धमाधम काम भइरहेछ, नुहाएर भ्याएँ। अब यहाँनिर सामानहरू ठिक पार्छु यहाँ। सो गाइज, अब चाहिँ म अर्को भिडियोहरू एड गर्नेछु। अनि अब यो 1 महिनाको व्रतमा चाहिँ एकदम भनौँ न एकचित्त भएर बस्छु भने कहिलेकाहीँ रिसाइ पनि है म चाहिँ। सो के भनौँ, अब मेरो दिनभरिको ब्लग स्टार्ट हुन्छ। सरसफाइ काम जारी भइरहेको छ। सो फुल भिडियो वाच गर्नु होला। सो गाइज, मैले चाहिँ 1 महिनासम्म चाहिँ यहाँनिर पूजा गरेको थिएँ कि यहाँनिर। अनि यहाँनिर चाहिँ मैले इँटाले बारेर होइन, पुरा अलि इँटाहरू चाहिँ उतानिर छ, यो इँटाले बारेर अब यहाँनिर शिवलिङ्गहरू राखेको थिएँ नि त। अनि यहीँनिर पूजा गरेको थिएँ। गुरुले यहीँनिर घरभित्र थपना गर्नुहुन्न अरे, अनि त्यही भएर मैले यहाँ घरमाथि थपना गरेर अनि गरेको थिएँ। उहाँ त्यति धेरै इँटाले बारेर अब त्यो 1 महिनामा हुन्छ नि त, चिसो हुन्छ भनेर, पानी पर्छ भनेर त्यसरी बारेको थिएँ। सो फाइनल्ली अब आज मेरो साङ्गेको दिन आइसकेको छ। अब यहाँ मैले लिप्नु पर्ने हुन्छ नि त। सो गोबरहरू पनि त्यहाँ अलरेडी छ होइन, गोबर माटो। अब उहाँले चाहिँ त्यो निकालिदिँदै हुनुहुन्छ। अनि मैले लिपपोत गर्छु। अनि गुरु आउनुहुन्छ अनि यहाँ रेखीहरू हालेर पूजा स्टार्ट हुन्छ। सो 1 महिनासम्म यहाँ पूजा गरेँ। अब यो हटाउनु पर्दा दुःख पनि लागिरहेछ है। के भन्नुभयो? प्रसाद खान आउनु होला है सबैजना। यहाँ त यति धेरै इँटाले बारेको थिएँ मैले। सो गाइज, हजुरहरूले कतिजनालाई थाहा थिएन। अब आजबाट चाहिँ मेरो अस्ति नै हुन्थ्यो अनि मेरो रोकेको थियो नि त, त्यही भएर आज सिधाउनु के अरे आज पूजा समापन गर्न लागेको। यति हो, म लिपेको भिडियो अहिले एड गर्छु। सबै भिडियो हेर्नु होला है। ल गाइज है, सबैजना हाम्रो चाहिँ अब यहाँ रोशनाले व्रत बसेको 1 महिनाको व्रत बसेको। अब यहाँनिर आज साङ्गे स्वस्थानी साङ्गे है त। कस्तो लागिरहेको रोशना तिमीलाई? खुसी पनि लागिरहेको, यहाँ दुःखी पनि लागिरहेको। दुःख चाहिँ किन भन्दा अब भोलि थन्काइन्छ, पूजा गरिँदैन, अनि त्यही भएर दुःख लागिरहेको। यो चाहिँ मैले लिपेको भन्नु न। तिमीले लिपे हो यो मैले गोबरले लिपेको। गोबर गाउँबाट लिएर आएर यहाँ यसरी लिप्नुपर्छ अरे। अनि यहाँनिर पूजा लगाइन्छ, त्यही हो। अनि सबै कुराहरू पूजा भयो। बोल नबोल, छिटो काम गर। काम त गरिसकेर। अनि यहाँ गोबर यहाँ छ, गोबर कमेरो माटो यहाँ छ। अब सक्यो यो लिपेर, यो म यहाँ राख्छु। अब पूजा गरिन्छ गाइस, त्यही हो। अनि मेरो अरू भिडियो पनि हेर्नु होला। यहाँनिर म फुल भिडियो राख्छु, पूजा कसरी गरेँ, के ठिक पारेँ भनेर। त्यही हो, फुल भिडियो हेर्नु होला। हात धोएर आउँछु। हेलो गाइज, अब हाम्रो चाहिँ यहाँनिर टक्क लाएर होइन सेलरोटी पाकिरहेछ। सेलरोटी पकाउने पण्डितजी जस्तो देख्नु भएको चाहिँ हाम्रो मामाश्री हो है गाइज। यहाँ नै यहाँ टक्क लाएर रोटी उहाँ कुनामा छ, पाक्दैछ, झिक्दैछौँ, पाक्दैछ, झिक्दैछौँ गाइज। धम्माधम भइरहेको कार्य चाहिँ। अनि त्यसपछि लाएर सब्सक्राइब नगरे मान्छेहरू चाहिँ सब्सक्राइब टक्क गर्नु है गाइज। नयाँ भिडियोहरू आएको हजुरहरूलाई थाहा हुँदैन। अनि अब रोटी चाहिँ 108 चाहिँ अहिले मेरो माइजूले पकाउनुहुन्छ स्पेसल। अनि यहाँ रोटी पकाउने होइन, यस्तो हाम्रो त यहाँ धम्माधम लाएर सुरु भइरहेको छ। पिठो यहाँनिर छ बाटामा टक्क लाएर होइन। मैले लुगा चाहिँ लगाइसकेको छुइनँ कि, अलि गुरु ढिला आउने भएको कारणले गर्दाखेरि। रोटी कस्तो लाग्यो पनि भनिदिनु होला, एकचोटि टक्क लाएर देखाउँछु। हाम्रो रोटी झिक्ने चाहिँ हाम्रो मामा होइसिन्छ है गाइज। मामाको युट्युब च्यानल के छ अरे मामा भनिदिनु त, भन्नु न। मेरो न्यू हेटौडा च्यानल छ, न्यू हेटौडा च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। त्यहाँ पनि अपडेटहरू आइरहेको हुन्छ नयाँ भिडियोको। त्यही हो, अरू के भन्नु। अब म मेरो माइजूलाई देखाउँछु। माइजू चाहिँ धमाधम त्यो के अरे सुपारी कुट्काइरहनु भएको छ बिचरा, बहुत गाह्रो छ। पूजा लाउने भान्जी गाह्रो पर्नु छ माइजूलाई। सो म गएर देखाउँछु हजुरहरूलाई चाहिँ। मेरो माइजू चाहिँ कसरी 108 सुपारी पुऱ्याउँ भनेर यहाँ धमाधम लोरो यति ठुलो। श्री स्वस्थानी माताको लागि मेरो प्रसादको लागि मैले सुपारी फुटाउँदैछु। 108 पुऱ्याउँदैछु। कतिवटा पुऱ्याउनु? अहिलेसम्म 80 वटा फुटाएँ।
अझै एउटा फुटाइसक्नु भएको अरे अब हाम्रो कतिवटा बाँकी रह्यो अझै बाँकी रह्यो नि टन्नै 90 100 18 बाँकी छ ढुङ्गो हेर्न ढुङ्गो श्री सप्तमी माता आमा श्री सप्तमी माता आमा अनि यो चाहिँ हाम्रो किचन हो होइन माथि चाहिँ पूजाको कुराहरू पनि ठिक पारिरहेको छौँ आजको पूजाको लागि चाहिँ मलाई विशेष सहयोग गर्ने मेरो माइजूलाई चाहिँ धेरै धेरै धन्यवाद गर्ने बाँकी छ यहाँ अब 100 रोटी कस्तो हाल्नु होला भन्ने यहाँ पिर पर राखा काहीँ त हाल्छु भने चाहिँ पिर नगर्नु भन्नुभयो है सो अब के अरे किप वाचिङ अल भिडियो है गाइस गाइज अब चाहिँ हाम्रो यहाँ सब्जीहरू चाहिँ कटिङ भइरहेछ अब पूजा सुरु हुन्छ एकछिनमा यहाँ माइजू चाहिँ एउटा भुसुना पनि नछोडिकन एउटा भुसुना के मलाई पनि गर्न दिइरहनु भएको छैन लसुन प्याज नखाने मान्छे एउटा भुसुनो धरी होइन पर्ला कि भनेर त्यहाँ पखाला त्यो काउली पखाला 1 घन्टा लागिसक्यो सेलरोटी हाल्नु न भनेको एकछिन यो पहिला भुसुनो फ्याल्छु अनि भन्नुहुन्छ नि त यहाँ गाई ल अनि यहाँनिर चाहिँ उहाँ चाहिँ के गर्दै हुन्छ बन्दा कटिङ मामा चाहिँ के मामा थियो काँक्रोहरू सुधार्ने कार्यक्रम हुँदैछ अनि त्यस काँक्रो तासेको भएर मैले काँक्रै चिनिन छु काँक्रो पुरै सेतो भएछ कि बोक्रा फ्यालेको लगाएपछि यस्तो कार्यक्रम भइरहेछ म हजुरहरूलाई माथि एकचोटि देखाउँछु होइन माथि पनि के भइरहेछ भनेर माथि पनि हाम्रो पूजाको कुराहरू चाहिँ सुरु हुँदैछ कि छतमा हो नि त पूजा त्यही भएर अनि पूजा चाहिँ हाम्रो माथि हो नि त त्यही भएर पूजाको लागि चाहिँ माथि रेडी हुँदैछ गुरुहरू चाहिँ होइन हवनको लागि चाहिँ त्यो रेडी गर्दै होइसिन्छ कि यहाँबाट चाहिँ क्लियर देखिँदो रहेछ बरु सो गाइज अब यहाँ पूजा स्टार्ट हुन्छ एकछिनमा अनि त्यसपछि म भिडियोहरू चाहिँ अपडेट गराउँदै गर्छु फुल भिडियो हेर्नु होला है कति काली देखेँ मलाई यति काली त थिइनँ म
वशिष्यति ओम ब्राह्मण वचनात् यज्ञं सर्वं परिवृतम् अस्ति विवचनं आयो
श्री स्वस्थानी माता की श्री स्वस्थानी माता की श्री स्वस्थानी माता की उमा महेश्वर के उमा महेश्वर के यज्ञ पुरुष भगवान के यज्ञ पुरुष भगवान के कोटंदेवी माता के पशुपतिनाथ के दक्षिण काली भगवती के सूर्य माई भगवती के खानी मानी भवानी के सूर्यादि नवग्रहिता के जय 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 श्री राधेश्याम। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम यज्ञं सर्वं परिपूर्णम् अस्तु भने हाम्रो यज्ञ सम्पूर्ण परिपूर्ण होस् यति प्रतिवेदनं ब्राह्मणात् वचनात् यज्ञं सर्वं परिपूर्णम् अस्तु इति। नमस्कार। यज्ञ पुरुषाय नमो नमः। दाउदो परमपत्रको जल तुलसी मूर्ति र तपाईँको हल्लाएर त्यो जल चाहिँ सेलाइदिनु पहिला अलिकति मान्छ टिका पर्छ भन्छ छोरी ल्याउँदा टिका लाउनु पाइएन ल अब विशेष काम पाइन्छ। ल गाइज फाइनल्ली हाम्रो पूजा सकेको छ है। अनुहार हेर्ने टिका अनि गुरुहरूले त्यहाँ टिकाहरू लगाउँदै हुनुहुन्छ अनि हाम्रो यहाँ पूजा समापन भइसकेको छ। श्री स्वस्थानी मातामा कि मेरो पनि इच्छा मनोकामना सबै पुरा होस्, हजुरहरूको पनि यो भिडियो हेर्ने मान्छेको पनि सबै पुरा हुनेछ। त्यति भन्दै हाम्रो भिडियो इन्डिङ यही हुन्छ। अब छोरीलाई लिन जानु भयो, मम्मी आएर टिकाहरू लगाउनुहुन्छ। हाम्रो टिका लगाउने कार्यक्रम पनि सकिसकेको छ। अब मामाश्री यहाँ टिका लगाउँदै होइसिन्छ। हाम्रो गुरुहरू फेरि कति ह्यान्डसम पुगेछ। लगाइ चाहिँ त्यो मेरो आजको भिडियो इन्डिङ भयो। अब भोलि बिहानमा यो सेलाउन गएको भिडियो एड गरेर हाल्छु, त्यतिसम्म हेर्नु होला। लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। 1 महिनाको व्रत सक्यो। जय श्री स्वस्थानी मातामा कि जय। दिन त मलाई लाइट चलाइदिनु ल। अलिकति त तल झुकाउ नि, तलतिर झुकाउ त हो। हातले छेक त्यहाँ, हातले हावा छेक त। यतापट्टि यताबाट चलेको कि यताबाट यता छेक न यसरी। यता छेका भने अब यहाँ के रहेछ न, यहाँ छोड हात हल्का फिजाएर ल। मेरो 1 महिनाको व्रत सफल गरिदिनुहोस्। म चाहिँ प्रसन्न हुँ। अलिकति फिजाएर न, फिजाएर बलेन के फिजाएर। अरे तिम्रो ज्यानले छेक न, तिम्रो ज्यानले चाहिँ हल्का बलोस् अनि त्यसपछि आरती गर। प्रसन्न हुनु हरिहर भगवान प्रसन्न हुनुहोस्। मेरो 1 महिनाको व्रत सफल गरिदिनुहोस्। हे गङ्गे मातामा प्रसन्न हुनुहोस्।
हिँड्दैन त्यो शिवलिङ्ग यसमा होला हो यसमा होला हजुर त लास्टै जिती होइसिल छ च्यातिस हो यो तानिस न यो फालिदिने हो कि सबै बगाउने हो फेरि काट्यो होला प्लास्टिकले छरेलाई हेलो गाइज फाइनली पूजा सकेर चिया कस्तो क्लियरै आएन पूजा सकेर होइन हामी चाहिँ आइसकेका छौँ त्यहाँ त्रिवेणी धाममा गयौँ पूजा गऱ्यौँ अनि मेरो फाइनली पूजा सम्पन्न नि भयो सेलाएर पनि आएँ पातीहरू सबै सेलाएर आएँ सेलाउँदाखेरि हल्का नराम्रो लागिरहेको अब 1 महिनासम्म पूजा गरेको है केही छैन श्री सुस्तानी मातामा कि जय भनौँ त अनि अब गरेँ मेरो चाहिँ चिसोले स्वर बसेको छ है सो हाम्रो भिडियोहरू यति धेरै हालेको थिएँ मैले भिडियो क्लिप होइन सो थ्याङ्क यू फर वाचिङ है फुल भिडियो हेर्नु भएको छ भने धेरै धेरै माया अनि धेरै धेरै धन्यवाद आधी भिडियो हेर्नुलाई पनि धेरै धेरै माया प्लिज सबैजनाले हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला अनि उहाँको चाहिँ आज ह्याप्पी बर्थडे हो ह्याप्पी बर्थडे टु यु ल गाइज बाई बाई बर्थडेको भ्लग आउँछ है यो पछिको नयाँ भिडियो चाहिँ बर्थडे भ्लग हुन्छ